के अब धेरै त्यही कुरा गरिरहेछ एउटै कुरामा फोकस जान्छ नि त अनि त्यसमा फोकस गर्ने ऊ रोएर रोएर उता गएर गाली दिन्छ त्यही भएर म केही रियाक्सन दिएको छैन केही भनेर कति भनौँ पहिला पनि भन्दै 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 आएको अहिले पनि भन्दै भन्दैछु तिमीलाई अझै पनि भन्यो हिजो पनि मैले तिमीलाई भने फोन गरेर अस्ति पनि भने अनि बिहान आज पनि भने मैले गेसमा आएर पनि भने तिमीलाई छैन के रियाक्सनै छैन जिद्दी घमण्डी के त्यो एक करो के उसले भनेपछि भन्थ्यो बच्चा ललिपप किन्छ नि त्यो ललिपप किन्ने भने चाहिँ किन्ने लडी बडी गरेर हुन्छ कि रोएर हुन्छ कि तिमीलाई यही व्यवहार तिमीले यही व्यवहार गर्यो भने तिमीले पछि गएर यही तिमीले भविष्यमा धेरै दुःख पाउँछौ तिमीले भविष्यमा धेरै दुःख पाउँछौ तिमीले भविष्यमा बुझ्यौ नि कहिलेकाहीँ अरूले भनेको नि सरी तर त्यो कसरी भएको कुन सिचुएसनले भएको त्यो कुराहरू नै छुट्टै छ अब त्यो केयर भयो थाहा भएर म एउटा कुरा हुन्छ जितेको भन्दैमा तिम्रो न बे भएको छ न बच्चा छ न डिभोर्स भएको छ मलाई हेर कि मलाई हेर दुनियाँलाई हेर दुनियाँको ब्रेकअप भएको छैन दुनियाँको ब्रेकअप भएको छैन सबैजना रक्सी खाएर बसेको छ लाइफमा भिडियो बनाएको छ दुनियाँको ब्रेकअप भएको छ त यार तिम्रो न बे भएको छ न बुढी छ न बच्चा छ के को टेन्सन होला कुनै ठाउँमा तिम्रो गर्लफ्रेन्ड होला तिमीलाई मन पराएको मान्छे होला तिमीलाई धोका दियो त भयो त सक्यो दुनियाँले धोका दिएको छ यार दुनियाँ त्यसो रोएको छैन नि त टेन्सनको कुरा अब के भन्नु त्यो भन्दै सुन तिमी मात्र भन्छ म विदेशमा छु तिमी मात्र कोरिया गएको छ दुनियाँ गएको छ कोरिया दुनियाँको ब्लक परेको छ दुनियाँको छुटेको छ छुटेको उनीहरू भिडियो बनाएर त्यो राम्रो हुँदैन के अरूलाई के सन्देश अरूलाई के तिमी अरूलाई के सन्देश सिक तिमी अरूले के सन्देश अरूलाई तिम्रो घरमा मम्मीलाई के हुन्छ तिम्रो घरमा मम्मीलाई के हुन्छ 6 दिनकै रक्सी खाएको छ भिडियो बनाएको छ लाइभ आएको छ तिम्रो मम्मीलाई के सन्देश पुग्छ तिम्रो फ्यामिलीलाई के सन्देश पुग्छ मैले तिमीलाई राम्रो कुरा भनेको तिमीलाई मैले तिम्रो भलो होस् भनेर भनेको दुनियाँको डिभोर्स भएको छ दुनियाँको नपरे छुटेको छ ब्रेकअप भएको छ त मलाई हेर म कति स्ट्रङ छु मलाई हेर मेरो एकातिर बच्चा छ मेरो आफ्नै एकातिर आफ्नै फ्युचर आफ्नो के गर्ने कसो गर्ने पछि गएर त्यो सोच सुन न मेरो नि सुन न यार कसम म त तिम्रो मात्रै सुनिरहेको थिएँ तिमीले अति भनेको भनिसके कसम यार मान्छेको आफ्नो तर सुन मैले सुनेको छ नि सबै केटा मान्छे तर यसरी हामी सम्झाएको हो ठिक छ मायाले गरे तर यसरी सुन्दैन मुख छाडेर बोल्छ यस्तो अति भनिरहेको छ तर तिमीले मेरो लागि भनेको थ्याङ्क यू सो मच थ्याङ्क यू तर मैले सरी नै भनिसकेँ अब मान्छे के गर्नु हो सुन मेरो ब्रेकअप भएपछि मैले अगाडि नगर्नु अब स्याड स्टोरीहरू सुन त्योहरूको भने ठिकै छ मैले त्यो अलिकति माने अब मैले सुन न अब स्याड टाइपको त्यो लाइन टाइपको बनाएर ऱ्याप टाइपको त्यो गीत टाइपको मलाई मन पऱ्यो त्यो टाइपको सायरी टाइपको सायरी बनाएर त्यसलाई एक्टिङ भन्नुहोस् एक्टिङ हो सुन न तिमीलाई मैले मिस्टर तामाङसँगको भिडियो हटा भने त मलाई नि नराम्रो मिस्टर तामाङसँग भिडियो हटा भने मैले तिमीलाई सुन एउटा कुरा भन्छु तिमीले मलाई सुन खेमेले तिमीलाई नराम्रो भन्यो म खेमेसँग मिस्टर तामाङले नराम्रो भन्यो होइन रोशनीलाई गएर मैले मिस्टर तामाङले एकचोटि जोइन गर भनेर त्यसलाई मैले भेटै गाली दिन्छ भने बस तिमीलाई के भने थाहा छ तिमीले कसरी जोइन गर मलाई थाहा भएन ठिक छ मिस्टर तामाङले तिमी रोको देखेर होइन मिस्टर तामाङले लाइभ गरेर चला भन्नु म मिस्टरसँग रोएर रक्सी लाइभ आएको छैन नि त भन म रोएको छु म रक्सी खाएको छु भने म त्यो भन्न सक्छु हो मिस्तामासँग म रोएर आएको रक्सी खाएर तर मिस्तामा चाहिँ मैले टिकटक बनाएको थोरै टिकटक बनाएको मैले म रोएर सुन के अरे अनि त्यो रोहानीले मलाई ब्लक गरे यसरी खोले अनि तिमीलाई थाहै थाहा मिस्टर तामाङलाई जोइन गर्दा हुन्छ भनेको
अनि तर जोइन गरेर गर्दाखेरि त्यो थियो अनि प्र्याङ्क थियो मैले बुझेँ ओके ठिक छ रमाइलो टिकटक म रोएँ टिकटक भयो त्यो कुरा माइन्ड नगर भन न अनि माइन्ड गरेको छैन मैले त्यो कुराहरूले अनि मैले तिमीलाई मिस्टर तामाङसँग भिडियो त्यो बेला बिहार सर कहाँ छ भिडियो मसँग कहाँ छ त भिडियो मैले त्यहाँ मिस्टर तामाङसँग भिडियो हटा भने तिमीलाई सबले हटा भने भन्छु अनि तिमी मेरो बुढा हो त नि मैले बुढा भनेको छ र त नि अनि तिमी मलाई किन तिमी मेरो बुढी हो त नि तिमी मेरो बुढी हो त मेरो ऱ्याप भिडियो हटा तिमी अरू केटीसँग नि गरेर भिडियो बनाऊ म तिमीलाई हटा भन्दैन जुन मैले बियर खाएको भिडियो हटा भनेको तिमीलाई जुन बियर खाएर रोको चाहिँ भिडियो हटाऊ भनेको अरूसँग त किन गर्नु तिमी अरू केटीसँग आउन माथिलो बनाऊ तिमी दाइहरूसँग पनि बनाउँछौ म त्यो भिडियो हटा भन्छु त भन्दिनँ नि त मैले त्यो बियर खाएर रक्सिएर रोको चाहिँ भिडियो हटाऊ भनेको म्युजिक भिडियो खेलेको छ त्यो म्युजिक भिडियोमा म टेक्निकसँग हटाएको त्यो त्यही भने मैले त्यही भने त्यो कुराहरू भनेको बुझ्नु पर्ने बुझ्ने कुरा बुझ्नु पर्ने कुरा बियर खाएर बुझ्यो म पनि भोलिबाट एउटा बियर खान्छु भिडियो सुन गरेर मैले के भन्दिनँ त अब एक्टिङवाला भिडियोमा बियर खान्छ के गर्छ त्यो एक्टिङवाला अहिलेको भिडियो सुन मैले रोएर बियर खाँदै यस्तो गरेर मलाई छोडेर गयो यसले यस्तो गरी म त्यसको फोटो हेरेर बसेँ त्यो रोएर भनेको भयो छोटेको मैले स्याड ऱ्याप बनाउनु भने भोलि खतरा ऱ्यापर भयो भने के हुन्छ रोको छ बाटोमा गएको छ खुब राम्रो गरेर आफूले चाहिँ ब्लग गरेर ठुलो भयो तिमीले अरू कन्टेन्ट पाउँदैन मैले कन्टेन्ट बनाएको छ हात पनि काम छ त नि मेरो हात काम छ के भयो ऱ्याप ऱ्याप सुनाइदिन्छु तिमीलाई सुन्छ कति राम्रो ऱ्याप तिमी एउटा ऱ्याप बनाउँदैन त्यतिको ऱ्याप मान्छेले दिमाग खराब गरेर काम गर्दा गर्दै दिमाग खराब गरेर कति एक हप्तादेखि लगाएर सोचेर ऱ्याप बनाइरहेछ ऱ्याप हटाएर हो अब कसरी हटाउँछ त्यत्रो एक हप्ताको मेरो ऱ्याप भनेको छ मान्छेले ऱ्यापको फ्यान भएको छ सबजना ऱ्यापर न्यू ऱ्यापर राजीव पन्त आओस् राजीव पन्त माइक भन्दैछ एक्टिङ भनेर थाहा छैन तिमी लिप्सिङ गर्ने मान्छे एक्टिङ थाहै छैन सोझो मनपर्छ मलाई किन राम्रो ऱ्यापमा महँगो बोतलको किन्नु त अरे मलाई सोझो मनपर्छ खालि त्यो लोकल रक्सी त्यो गाउँमा पनि रक्सी जस्तो रक्सी खायो खानी त हो नि त्यही मनपर्छ त्यो रक्सी पानी हालेर पानी अहिले त पसलहरू बन्द छ म लाइभ भोलि यत्तिकै तिमीलाई ब्याक क्यामेरा गरेर रक्सी खायो भने चाहिँ अनि त्यसपछि माया गरेको हुन्छ त्यसपछि रियल गरेको रहेछ होइन रहेछ रियल रक्सी भन्छु नि त गाइज म यस्तो मान्छे फटाए कस्तो रक्सी खायो भनेर भन्दो रहेछ बिगार्नु खोज्दो रहेछ मान्छेले अलिअलि खाइरहेको छ नखायो भने सम्झाउनु त कहाँ छ होइन कस्तो पानी हालेर देखा नि तिमीलाई पुग्छ पानी हालेको हुन्छ यार के भन्नु म त मैले धेरै चाहिँ खान सक्दैन मैले पहिला भने धेरै खान सक्दैन म खाइदिन्छु 10 बोतल तिमी त खाइहाल्छौ नि पानी लगाएर खाएर नि यस्तो बोल्दै खान्छु राम्रो काम गर्छु बियर खान्छु हामी राम्रो काम गर्छ बियर खान्छ बियर खाँदै भिडियो बनाउँछ अनि हामी त पीडामा रुन्छ खुब पीडामा सबैजना रुन्छ एउटा ऱ्याप हान्दिउँ तिमीलाई रोस्ट हानेर ऱ्याप हान्दिउँ भोलि ऱ्याप बनाउँछु तिमीलाई रोस्ट हानेर रुनी गएर ऱ्याप हानिदिन्छु म त त्यस्तो रुन्चेको ऱ्याप चाहिँदैन हामीलाई तिमीले चाहिँ किन आज खाएको त नि कसले खायो अनि किन ब्लग हानेको त हान्छु त नि खालि रक्सी खाएको छ दिनकै खालि भिडियो बनाएको छ 1 भर्सेस 1 मा सकेन ब्लग हान्न थालेको अझै मजाले हान्न हुन्छ
ऱ्याप हान्ने ऱ्याप सुन ओ यस्तो ऱ्यापलाई नि नराम्रो भने आज कसम म त भोटो नि जेलेस भएछ जस्तो लाग्दैछ मेरो ऱ्याप सुनेर नि हो भनेर म नबोलिरहेछ त बोलेछ चुप लाग्यो त बोले गरेर रहेछ बोल्न दियो न मलाई यस्तो राम्रो ऱ्यापलाई कसम ऱ्याप गरेँ हेर्नु त ऱ्यापले आतङ्क मजा ऱ्यापले ब्लग हाल्दै यस्तो राम्रो गेम अझै मैले ऱ्याप अझै हेर्नु म भिडियो सहितै देखाएको अझै राम्रो छैन यो ऱ्याप हेर ल बोतल हेर ऱ्याप राम्रो छैन भने मान्छेले कति मिहिनेत पानी अहिले पानी ठोक्छु अनि पानी यता हेर्नु त गाइस यो पानी सुन ऱ्याप हेर यति राम्रो माया थाहा छ तिमी त खुसी छौ अरूलाई नि नाकभरि सिगान बरु के भन्छ रक्सी खाएर बोले हो कि नाकभरि सिगान बोक्यो हो कि रुगा लगायो कि राजीव ऱ्यापर अन द हाउस राजीव अन द माइक यति हुनु पर्यो ऱ्याप सुन थाहा छ तिमी त खुसी छौ अरूलाई नि अङ्गालो म बेरेर थाहा छैन म चाहिँ किन पागल भएको छु मदिराको साथ लिँदै बसिरहेको छु अझै पनि तिम्रो तस्बिर हेरेर माया तिमीलाई भुल्न यो जुनी त मैले सक्दिनँ साथै जुनी फेरेर साँचो माया गरी मात्रै कहाँ हुँदो रहेछ र माया भाग्यमानी नभएपछि छातीमै नाम केरेर अब त अरूकै अङ्गालोमा छौ तिमी माया त अझै गर्छु तर अर्कैको तिमी साथमा नभए नि सधैँ मनमा छौ तिमी यस्तो राम्रो ऱ्याप र नराम्रो माया थाहा छ तिमी त यसको अब भोलि फुल भिडियो हाल्नु भने त झन् के हुन्छ पागल हुन्छ होला मान्छे जुनी दिदी सुत्न लानु भएको गुड नाइट दिदी यस्तो भिडियो त गेटबाट लात हानेर लड्छ अब त्यति लाख मान्छेले माया गरेको छ थ्याङ्क यू सो मच सुत्न एबाट अकौलिया राजीव मैले आर लेख्न लगाएको अझै इक्जाम्पल जस्तै गरेर एबाट अकौलिया राजीव आर लेख्न लगाएको कुन केटीको याद आयो तँलाई कुन केटी भनेर भन्छ भनेर आर लेख्न सकिनँ बी लेखौँ भने म के गर्नु त यस्तो भन्छ भी लेख्न नि भएन एस लेख्न नि भएन एस लेखेर भी लेख्यो भने तिमीले छोडेर गएको भनेर तिमीले किन छोडिस् राजीवलाई भन्छ आर लेख्यो भने राजीवलाई आफ्नै नाम लेखेको इक्जाम्पल दिँदा कसको नाम लेखौँ हो मैले ए लेखेको अकौलिया राजीव अनि ऱ्याप हान्न नि दिँदैन राजीव अन द हाउस ऱ्यापर राजीव अन द माइक राजी रुन्छ रिठे मेरो भाइ भोटिनी रुन्चिनी रिठिनी मेरो बहिनी पागल जस्तो लाग्छ कहिले गएर म सानो म कता छु रे म कोमामा छु हो भनेको नबोल्यो भने त करे गर्दो रहेछ तिमी म 10-15 दिन मात्रै जेको छ मलाई पनि कति कुराहरू थाहा छ तिमीलाई जति थाहा छ त्यति चस्मा लाउँदैमा अलिकति जेन्टलम्यान हुँदैन है चस्मा कालो चस्मा लाउँदैमा केही नै हुँदैन मेरो नि थियो अन्धो जस्तो आफू नि त्यस्तै देखिरहेको सेम अन्धो सेम अन्धो देखिया डिप्रेसन पर्छ एकछिन डिप्रेसन पर्छ यार 1 versus 1 आउनु ठुलो कुरा गर्छ सक्दैन भोटो टिम अरू सबजना रुन्छ भन्छ सबजना रुन्छ भन्दा अब दिदी त्यो भिडियो हटाएर भन्दा सिधै अब त ब्लग होइन खोल्दैन अब त एउटा त्यस्तो भिडियो हाल्छ त्यो बोतल ऱ्याप हान्न देऊ न म भोलि बोतल नसम्म किन एडिट गरेर हाल्छु मलाई एडिट गरेर ऱ्याप हान्न तिमीलाई चाहिएन त भ्युअर्सहरूले ऱ्यापर राजीव अन द माइक भन्न थालिसक्यो राजीव अन द हाउस भनेर छ तिमीलाई भ्युअर्स तिमीलाई ऱ्यापर पनि बनाउँछ थोडा छाप पनि बनाउँछ ऱ्यापर बन्ने हो म जन्मेकै ऱ्यापर बन्न हो रे अस्ति न ज्योतिषहरूलाई भनेर यस्तो अब झारे झुत्रे झाडहरू पनि ऱ्याप चाहिँ अरू हटाउ ऱ्याप नहटाउ भन्दैछ ऱ्याप झारे झुरे रे त्यो आन्टीहरूलाई त्यस्तै लाग्छ सुनिरहेको हुँदैन नि त पहिलाकै जेनेरेसन आयो नि त आजकल त रुनी जाने देख्दैछ रुनी बिहोरको भाँडामा रक्सी हाले पानी हालेर रुनी जमानामा पानी रक्सी के अरे बिहोरको रक्सीमा पानी हालेर रुनी जमानामा अनि के भन्नु त
भजन गाउँदा हुन्छ कि हुँदैन भजन भजन कीर्तनतिर त बेहोर खाऊ त्यो त नि भजन कीर्तन बेहोर खान्छ समाउँछ हातमा भजन गाई भोलि भजन हाल्छ नि त हुन्छ बेइज्जत नगर मलाई लाज लाग्छ हौ छ्या भजन गाउनु नै हुँदैन भजन मलाई त्यो ऱ्याप सुन्दा म त यति हाँसेको छ भने त्यो भजन सुन्न कस्तो हुन्छ हाँस्यो नि इन्टरटेन भयो नि रमाइलो भयो नि एकछिन के स्याहार त सबै कुराहरू भुल्यो नि त्यही गरेको आफ्नो बेइज्जत बिल्ला भएको थाहा छैन इन्टरटेनर भनेको कमेडियन भनेको आफ्नो बिल्ला गरेर नै हँसाउने थाहै थाहा त्यो चाहिँ बिल्ला पनि यति साह्रो नगर्नु कि कति साह्रो के नगर्नु सोच नि एकछिन सोचेर भन न यति किन भनेको के अरे के भन्नु एउटा ऱ्याप भन् अब त एउटा ऱ्याप भन्दा अब त मलाई भेटेपछि ऱ्यापर दाइ हेर्नु तपाईँ ऱ्यापर राजै भनेर भन्छ छुट्टै पहिचान बनाउनु खोज्दैछ खालि जसले पनि भोटिन्छ नि त रुन्चेसँग लपाएर रुन्चेसँग त्यो के भन्छ के मलाई जता मैले उता कति मान्छेले कि तल्लो घरे गएको भन्छ कि त रुन्चे भयो भनेर भन्छ नामै त्यही राख्छ अब राजीव भन्छ नि त ऱ्यापर राजीव भएन तपाईँ भनेर भन्दाखेरि छुट्टै हुन्छ ऱ्यापर राजीवसँग जोइन हुनुहुन्छ भने तपाईँ भनेर तिमीलाई पनि भन्छ हिजो डरले नि त्यही भन्यो रुन्चेसँग भन्यो अब ऱ्यापर राजीव भन्छ यहाँ दिमागै छैन यो मान्छेको छुट्टै पहिचान बनाउँदैछ अलिकति सपोर्ट गर्नु मान्छेहरूलाई जानु उसको गीत आउँदाखेरि मैले सबलाई फलो गरिदिन्छु भोटुको गीतमा जसले भिडियो हाल्छ रिपोस्ट गरिदिन्छ भनेर सपोर्ट गरेँ लास्ट टाइम मेरो ऱ्याप आउँदाखेरि ब्लक खाएँ मैले त त्यस्तै नि हुन्छ सपोर्ट नै आफ्नै मान्छेबाट सपोर्ट छैन दुश्मनको अन्त कतै जानु भएन ल म त गएँ अब तिमी दुश्मन खोजेर बस्छ रुँदै बस्छ नजाऊ नानी म त गएँ अब मलाई धेरै त फकाउनु नखोज त्यो घिनलाग्दो रोज यहाँ निकालेर ओइ तर मैले त रोज ल्याउँदा टुक्रा टुक्रा भएर त्यति छ ऱ्यापर राजीव बन्द हाउस गाइज हेटर्सहरू चल्दै गर्छ सबले रोस्ट जल्ने जस्तै छ फेरि मान्छे पनि ल म गएँ नजाऊ न एकछिन बखा न जान्छ एउटा ऱ्याप हालिदिनु त तिम्रो लागि म भन्दै बस्थ्यो त नि अस्ति न छैन एउटा ऱ्याप हाल्छ नि तिम्रो लागि चाहिन्छ बेइज्जती लाग्छ हाँसेर लाग्दा म मर्छु हाँसेर अनि त्यही त हाँस्नु परेछ रमाइलो गर्ने रोयो रुन्छ भन्दैछ हँसाउनु खोज्दैछ हँसाउँदा नि हुँदैन चाहिन्छ बेइज्जत कपाल कर्ली बनाउनु मन लाग्यो अलरेडी थियो क्या अलरेडी पाइदिएको लु म गएँ यहाँनिर अर्कै माला राख्नेछ त अहिले माला अर्कै राखेको छ त्यहाँ राम्रो देख्दै रहेछ ल म त गएँ अब जाने अस्ति त जम लाइभ अफ गऱ्यो भने त अब त गयो ठिक छ अब अस्ति त्यसपछि सुन्नु पर्दैन जम लाइभ अफ गरेर जाम भने त अहिले गेम खेल्यो गेममा आइज गेम खेल 10 गेम खेल आइज बिस्तारै सँगै मान्छेहरू पनि चेन्ज हुँदै जान्छ मैले एयरपोर्ट लाउनु पर्यो म पनि एयरपोर्ट हो कि एयरपोर्ट लगाएर त्यसमा फुल साउन्ड गरेर ऱ्याप सुना त कस्तो राम्रो सुनिन्छ एयरपोर्टमा म बोलेर सुने तिम्रो त ग्लिच आइरहेछ 6000 को माछावाला एयरपोर्ट किन्नु पर्यो 2000 माछावाला किनेछ तिमीले आहा तर ऱ्यापर भोटिने अन्त माइकमा आइरहेछ ऱ्यापर जस्तै सेम भएछ ऱ्यापर भोटिने अन्त माइक ऱ्यापर राजीव लेस स्टार्ट राउन्ड स्टार्ट गरौँ तिमी फर्स्ट कि म फर्स्ट ऱ्याप राम्रो हाँस ऱ्यापर भोटिने अन्त माइक सुरुबाट तिमी सुरु गर एप्पलको एप हो नि एप्पलको एयरपोर्ट हो नि सुनाइहाले एयरपोर्ट मात्रै भन्दा नि त हुन्छ नि एप्पल के छ कि
म गएन नजाऊ न अनि तिमी सक्दैनौ मसँग गेम खेल्न सक्दैनौ तिमी एकदिन म गएँ अब एक गेम खेल्न गएँ म अब सक्दैन तिमीले मलाई ट्याक्लिङ गरेको बोतल हान्ने दसौँ न बोच्यो अरे मैले के पो हानिदिन्थ्यो ल सुन मैले हारेँ भने मैले जित्यो भने तिमीले एउटा ऱ्याप हान्नुपर्छ त्यही लागि ल ल ल ल तिमीले जित्यो भने म के भन्नु त्यही होइन के चाहिँ पनिसमेन्ट दिनु गाइज भन्नु त पनिसमेन्ट सेट गरेर खेल्ने एक गेम खेल्ने पनि मजाको गाइज म के छ मेरो दिदी लगेमा आएछ दिदीलाई अरू केही यो भोटिनीले आज ठोक्ने अनि के भोट हो भोटिनी हो ठोक्ने हो पढ्नु जुन गीत पढ्नु ल को छ सबजना गाइस सबैले कट भनेको यहाँनिर गेम खेल्ने ओपन जाले दिएको तिमीलाई त मैले सबैले कट भन्छ जसले चाहिँ हामी त्यही गर्छ म गएपछि खेल्छु नै खेल्दैन अहिले खेलिदिन्छ के अरे प्लेयर्सहरूले भनेको पनिसमेन्ट तिमी पर्पोज गर्नु पऱ्यो रोज नै रहेछ ल ठ्याक्कै आज त मैले पाएको होइन मोट लगाएको थिएँ नि त के भन्छ अरे ओपनिङमा ए ल तिमीले जित्यो मैले जितेँ भने तिमीले पर्पोज गर्नुपर्छ तिम्रो अनि खुट्टा किन त्यस्तो गरेको मैले त्यस्तो गरेर भनेको छैन अनि के पर्पोज छ मैले पर्पोज गरेँ भने अरू भने किन त्यसरी गर्छ चाँडै ढाडै तुल्छनु खुसीले म लटपट्टि त्यही गुटमुटी छ पनिसमेन्ट कहाँ हो यही चाहिएको थियो भने तर के नि आजकल म गरिहेर्दै गर्छ म त गएँ म गेम खेल्ने एक गेम सक्दैन पर्पोज गर्छ खै सक्दैन हो अरे